पछाडि चाहिँ पामरोङ फल्स यो चाहिँ गेरथाङ जिपिओमा पर्छ आम्माम्माम्मा अब चाहिँ देखि नि त एक्चुअल जाउँ न थ्याङ्क यू हेलो एभ्रिवान कामिङ म एन्ड भेरी वेलकम ब्याक टु माई another new brand vlog. So आजको बिहानी चाहिँ जहिले पनि एकदमै धुम्बो देखाउँथ्यो भने आजको बिहानी चाहिँ एकदमै टनटन्ला प्रोग्राम छ यो चाहिँ 6 बजीभित्रको काम है सो अहिले 6:30 समथिङ हुँदैछ र म चाहिँ भर्खर उठेर यो डिरेक्टली यो भ्लग अनुहार नदिइकन यो भ्लगलाई सुरु गरिरहेको छु आज चाहिँ है सो एउटा अर्को कुरा है यहाँ चाहिँ हाम्रो घरको चाहिँ खोला बढ्यो छ खुसी लाग्यो पानी आएछ खोलामा हो अन्त अब पहिलातिर त हरेक सिजन पानी बग्थ्यो होइन अब खोलामा हो अब अहिले चाहिँ फिलहाल अब त्यस्तै छ है पानी सुकेको छ ओन्ली दिस रेनी सिजनमा मात्रै यो खोला चाहिँ आउँछ नि त सो अहिले हेर्नुहोस् यहाँ खोला पनि बढिसकेको छ सुन्दा होला तपाईँले है यहाँ अझै पनि बढ्नु बाँकी छ क्या ठुलो आउँछ कि तर आज चाहिँ म अलिअलि भिजिबल देखेको छुइनँ यहाँदेखि त्यो घरहरूले गर्दा सबै छोप्यो कि सो यस एकदमै खोला पनि बढेछ हो खुसी लाग्यो मैले बिहानदेखि सुन्दै थिएँ कि र म आफैले चाहिँ त्यो यो गरेको थिइनँ कि हो होइन पानी परेको कि भनेर म कन्फ्युज भएर बसिरहेको थिइनँ सो अहिले म तल गएर तपाईँलाई देखाउनेछु हाम्रो घरको छेउको खोला नभए तपाईँले यहाँ खोल्सा त देखिबस्नुहुन्थ्यो मेरो अरू मतलब भिडियोजमा पनि है र म अहिले तल झर्दा तपाईँलाई म खोल्सा देखाउने छु होइन सो यस आजको बिहान एकदमै डन्डलापो छ एकदमै खुसी लागिरहेछ हो सो अब लुगा धुन्छु होइन नुहाउँछु त्यसको पछि चाहिँ फेरि हिँड्नुपर्ने कामहरू छ आजको दिनभरिको भ्लग हुनेछ है सो गाइस तपाईँले अन्तिमसम्म यो भ्लगलाई हेरेर इन्जोय गरिदिनुहोस् होला अनि स्किप नगर्नुहोस् होला तपाईँले यो भ्लगलाई र एकदमै तपाईँले यो भ्लगलाई सेयर पनि गरिदिनुहोस् होला र त्यति भन्दै लेट्स गेट स्टार्टेड यो हाम्रो फ्लावर र्याक एकदमै क्युट फुलहरू फुलिरहेको छ बिहान नै क्युट फ्लावरहरू फुलिरहेको छ यो हेर्नुहोस् न मलाई सबसे क्युट लाग्ने चाहिँ यो हेर्नुहोस् त मलाई यसको नाम थाहा छैन तर आमाले ल्याउनु भएको हो कि सो दिस वाज इज सो क्युट हेर्नुहोस् न डिजाइन ओ हेर्नुहोस् त डिजाइन लभली यो हेर्नुहोस् ओ त्यसरी क्युटहरू छ कि यहाँ हेर्नुहोस् न फ्लावरले चाहिँ एकदम घर पनि उज्यालो बनाउँदो रहेछ नि त अरू के हेर्ने घर एकदम उज्यालो सफा बनाउँदो रहेछ है सो मेन्टेनेन्स एकदमै घर बनाएपछि चाहिँ मेन्टेनेन्स एकदमै जरुरी हुन्छ है सो सानो होस् ठुलो होस् है डजन्ट म्याटर तर मेन्टेनेन्स साफसफा राख्नु चाहिँ यही फुलहरू रोपेर राम्रो उज्यालो पार्नु चाहिँ त्यो चाहिँ जरुरी छ क्या घर ठुलो बनाएर मेन्टेनेन्स छैन भने त्यो राम्रो देखिँदैन तर सानो तर मेन्टेन गरेर राखेको छ भने पनि एकदमै राम्रो देख्छ है कुरा चाहिँ त्यति हो र त्यति भन्दै म चाहिँ अनुहार धुन्छु ल पुरा यस्तो आँखा दुख्यो राति ढिलो सुतेँ कि 1 बजीतिर पनि सुतेको भ्लग एडिटिङ गर्दै थिएँ नि त त्यो के भन्छ के गर्दाखेरि चाहिँ त्यो भिडियो सेभिङ मुडमा जाँदाखेरि चाहिँ कुनै किन साह्रो प्रब्लम गरेको नि त मेरो फोनले चाहिँ त्यो एप्समा त पटक्कै यो सेभ गर्नु जान्छु फेरि ब्याक हुन्छ कुनै के रिट्राई भन्छ त्यति भन्दा 1 बजी गएको होइन 1 बजीतिर म डाउनलोडिङ सकेको मिलाउँदा कि त्यसले गर्दा आँखा त के रहेछ कि सो म लेट मी लाइक फेस वास माई फेस फर्स्ट देन विल स्टार्ट ओके दुखिरहेछ कि मेरो चाहिँ यहाँ भयो अब यस्तो घाममा चाहिँ लुगा धुनु मजा हुन्छ नि त नभए त सिक्सी कस्तो गाह्रो हुन्छ नि लोसन मात्रै लगाइरहेको छु अहिले फेरि किनभने अनुहार वास गरेर अगेन स्किन केयर थेत्तेरिका गर्नै पर्ने के गरेर बोतल लिनु नै बिर्सेछु हरेरी के भएको गरी के भएको बच्चाजहरू हेर्नु नि मेरो बच्चाजहरू घाम
घाम तापिरहेको छ। आमामी अर्को बच्ची हेर्नुहोस् ल यहाँ। सो यहाँ म किचन चाहिँ आइपुगेँ कि तर आई एम बिट कन्फ्युज सब्जी चाहिँ के पकाउनु भनेर दिमागमा छैन। सब्जी के पकाउनु भनेर नि म के कन्फर्म सिमी गर्नुपर्छ भने उहाँको साग पनि मासु त खाँदैन के खानु भएर चाहिँ के त्यो भएर चाहिँ पुरा कन्फ्युज भयो नि। त्यही सब्जी कन्टिन्युस खाएकै रहेछ पर्सी खाइरहेछ सिमी साग खाइरहेछ। त्यो हाम्रो चाहिँ साग चाहिँ फेरि बिना सिजनमा रोपेको साग हो कि अस्तिकै त्यत्तिकै आइरहेछ तर मिठै हुँदो रहेछ बिना सिजनको पनि। अन्त यहाँ आमाले खाना बसाइदिइसक्नु भएको छ एज यु क्यान सी मेरो पछाडि है। सो सब्जी पकाउनु पर्ने छ। सब्जी पकाउनु लागि चाहिँ म एकदमै कन्फ्युज भइरहेको छु र कन्फ्युजनमै म बसिरहेको छु। एकखेप प्लस आमालाई सोध्छु जाने के पकाउँछु त्यसको बादमा पकाइदिन्छु है। सब्जी जस्तो पकाउनु गाह्रो चाहिँ तपाईँहरूलाई त्यस्तो फिल हुन्छ कि अन्त मलाई चाहिँ पुरा त्यस्तो हुन्छ कि बिहान बेलुका त सम्भाव जो छिटो आउँछ त्यसले पकाइहाल्छ कि बिहान चाहिँ युजली मै पकाउँछु। सो बिहान चाहिँ अलिकति मलाई कन्फ्युजन हुन्छ क्या। यहाँ मैले साग टिपेर यहाँ काटिसकेँ है कटिङ गरिसकेँ। यो चाहिँ बिना टाइमको साग हो। अन्त सागको सुप खानु मन पऱ्यो नि त सो साग बनाउने हो। त्यहाँदेखि चाहिँ सुक्खा चाहिँ म बनाउँदिनँ अचार अलरेडी रहेछ है। सो अचार र यो खाने हो। अर्को त नबनाउनु पऱ्यो अलरेडी किनभने यहाँ कुकरमा मासु पनि रहेछ हिजो बेलुकाको। सो यस इनफै छ। सो लास्ट म सब्जी चाहिँ यति नै बनाउने अरू के नबनाउने। एकदमै मिठो गन्ध आइरहेको छ पर भुटेर चाहिँ पानी हालेर छम्मै खाने हो। यहाँ चाहिँ मैले आपालाई खाना पस्काइदिइसकेको छु। आपा चाहिँ काममा जानुहुन्छ सो हामीभन्दा चाहिँ अलिक छिटो खानुहुन्छ। हाम्रो मकैहरू यस्तो ठुलो भएको चाहिँ यहाँको अपडेट चाहिँ हाम्रो बस्तीको अपडेट चाहिँ मकैहरू पनि लम्बो भएको छ। यो चाहिँ सरकारी मकै हो। यो युजली बस्तीको मकै हो। अब लु अर्को मनतिर त त्यस्तो पनि आउने रहेछ फुलहरू। प्रोग्रेस हो रहा है देखकर अच्छा लगा। यो मेरो कमेन्ट सेक्सनमा हिजो कहिले मैले त्यो सिम्बीको हालेको थिएँ नि त्यो यसमा चाहिँ नि भिडियोमा चाहिँ सिम्बी नै छैन त भनेर कमेन्ट आइरहेको थिएँ। सिम्बी म तपाईँलाई देखाउँछु ल। हरियो भएर देख्दैन नि त बाबा कन्ट्रास्ट भएर है। अब हेर्नुहोस् ल ए सिम्बी चाहिँ यहाँ छ हो। यो सिम्बी मात्रै हो। यो सबै सिम्बी हो। यहाँ हेर्नुहोस् है यो सबै सिम्बी हो। अन्त म तपाईँहरूलाई सिम्बी बिनाको बारी चाहिँ सिम्बी बिनाको यो जग्गा चाहिँ कसरी देखाउनु भिडियोमा। एम आई द्याट स्ट्युपिड। सो यस सिम्बी मात्रै छ तर हरियो छ नि त बोट हरियो छ। यो हरियो चाहिँ कन्ट्रास्ट भएर कि नदेखेको त्यो कलर उयसले क्या। तर लट्स अफ फल्स आर देयर हो। अन्त हामीले हिजो पनि खायो कन्टिन्युसै खाइरहेछ। अब 1-2 दिन चाहिँ राख्दिनु ल भनिरहेको छु किन मस्को सेली लाने नि त त्यो भएर यहाँको चाहिँ उयो परमतिर पनि छ त्यो चाहिँ अझै त्यो उखाल्नु भ्याएको छैन है। यति चाहिँ सफा गरिरहेको छ हाम्रो कुखुराहरू। यहाँ हेर्नुहोस् यो आमालाई त ठुङ्गेर नानीहरूलाई अन्डा पो पार्दैछ त गुड न्युज चाहिँ। यहाँ बरु अन्डा पार्ने जग्गा बनाइदिइरहेछ एउटा पारिदिइरहेछ। यहाँ हेर्नुहोस् त्यही छोडिरहेको छ पर बच्चाहरू। ठुलो भएपछि चाहिँ म अपडेट दिन्छु आएर तपाईँले किनेर लानुहोस् है बस्तीको प्योर कुखुरा। यहाँ चाहिँ कपडाहरू पनि सुकाइसकेको छ है घाम लागेर। टन लापुर घाम लागेर चाहिँ कपडाहरू पनि सुकाइरहेछ। अब मेरो टर्न लुगा धुनुपर्ने है। सो म चाहिँ खाना खाएर मात्रै लुगा धुन्छु भरे किनभने बिहान जहिले हतार हुन्छ कि हतपत खाना खानु पाउँदैन कि म चाहिँ। सो फर्स्ट चाहिँ म खाना खाइहाल्ने हो त्यसको लुगा धुने हो नुहाइधुवाइ गर्ने हो देन आई विल गेट रेडी फर माई आजको कामको लागि वर्कको लागि। ओके जी खा छैया डिस्टर्ब गरेँ छ्या मैले। अनि मैले चाहिँ यहाँ रुम सफा गर्न सुरु गरिसकेको छु है। घाम
टन लापोर लाग्दाखेरि चाहिँ मलाई रुम सफा गर्ने जोस चलेर चाहिँ मैले रुम सफा गर्नु सुरु गरिसकेको छु हैन। अन्त बेरेकम पलङहरू अबि उबि गरेर चाहिँ अलिकति डस्टहरू निकाल्न डस्टिङको काम चलिरहेको छ। घाम पस्नु लगाएको कति कन्टिन्युअस पानी परिरहेछ कि अन्त कपडाहरू पनि पुरा यो भएर ढुडी परि गयो नि त हैन। अन्त आलङ नुहाउनु र गो सिधै लुगा मलाई वासिङ मसिनमा त्यहाँ हालिराख्ने हो। त्यसको बादमा यहाँ सक्दै गर्छु तल हुँदै गर्छ हो। एक तीर से दो निशान भन्ने नि त। अहिले 9 बजिसक्यो। सो मेरोमा आई डोन्ट ह्याभ मच टाइम किनभने 11:30 तिर हामी मरौमा जानुपर्ने छ कि। त्यो भएर चाहिँ मेरोमा बेसी टाइम छैन। म आफै पनि नुहाउनु पर्ने छ त्यस्तो छ। यहाँ म काम गर्दैछु भनेर आजमले यहाँ प्रिडिएटर पनि लिएको थिएछ। एनर्जी ड्रिङ्क कस्तो पिउनु मन पर्यो नि त। पुरा गरम भएर आयो कि। सो यस गाइज मेरो काम चलि नै रहेको छ र म तपाईँलाई अपडेट दिनै बस्नेछु। तपाईँहरू चाहिँ जोडी नै बस्नुहोस् होला। मेरो बच्चा म यिनीहरूको लागि कमाइरहेको छु नि। यिनीहरूलाई खाना खानु दिनु पर्यो, दुध दिनु पर्यो, मासु दिनु पर्यो है। म यहाँ मेरो बच्चा जा। यहाँ चाहिँ यहाँ वासिङ मसिनमा मैले लुगा हालिरहेको छु है। अन्त अब यहाँ भरिँदै गर्छ है र म आफ्नो काम गर्नेछु माथिको रुमको। खाना पनि खाएको छैन कि अघि नै खाना खाऊँ भनेको कि भएन नि, मिलेन नि। माथि मलाई अफिसियल्स कलहरू पनि आउँदै थियो कि त्यतिकै फोनमा थियो हो। आधौती टाइम त्यतिकै ढिलो भइहाल्यो। अब म रुम सफा गरिहाल्छु अन्त त्यति बेलासम्म अनि रुम सफा गर्छु, खाना खान्छु अन्त लुगाहरू पनि पखालिँदै गर्छ। त्यति नै हो। पहिला चाहिँ रुम सफा गरिहाल्नु पर्यो, मेन कुरा चाहिँ यहाँ। यसरी गाउँ बस्तीमा तपाईँहरूको यो लेख्नु आउँछ आइसिडिएसबाट हेल्पर म्याडमहरूले यो पोलियोको लेख्नु आएको नि त। सो गाइस म चाहिँ रेडी भएर बसिरहेको छु है। आनम चाहिँ अहिले फिलहाल थिङलिङमा हुनुहुन्छ अरे डिस्पेन्सरीमा। त्यसले गर्दाखेरि चाहिँ अलिक टाइम लाग्ने रहेछ। अन्त यस म चाहिँ रेडी भइसकेको छु र आजको मेरो गेटअप चाहिँ मैले कुर्ता वेयर गरिरहेको छु। सो आज चाहिँ मेरो गेटअप चाहिँ मैले कुर्ता वेयर गरिरहेको छु। अन्त एकदमै फ्लोरर छ कि यो लेको मेरो कुर्ता हो। कति वर्ष भइसक्यो है। अन्त निकै ग्याप भएको थियो, लगाएको थिएन। सो आज लगाइरहेको छु। अन्त अघिसम्म पानी पर्दै थियो, फेरि फेरि घाम लागिरहेछ हो। सो अहिलेको वेदर त के भने एकछिनमा पानी पर्छ, एकछिनमा घाम लागिहाल्छ है। वी कान्ट सी एनिथिङ। अन्त यस अनप्रिडिक्टेबल। अब म के गर्छु भन्दाखेरि वासिङ मसिनमा लुगा लगाइरहेको थिएँ नि त, मैले धुनु भ्याएन किनभने चाहिँ अब म त गाडी हिँड्छ होला भनेर चाहिँ नि त्यत्तिकै छोडी पठाएको थिएँ कि। अब वासिङ मसिनमा म पानी भर्दैछु, त्यहाँ लुगा पखाल्छु, त्यहाँदेखि सुकाउँछु, त्यति चाहिँ भ्याउने रहेछु हो। अनि चाहिँ ठिकै गाडी आइपुग्छ लुगाहरू धुँदै गर्दाखेरि चाहिँ हो। ल अब चाहिँ म लुगा धुनु गएको, धुनुभन्दा पनि पखाल्नु गएको। अहिले चाहिँ नेट एकदमै स्लो छ कि के छ, म त टाउको दुखिसक्यो। के भन्छ, बिहान मैले अराउन्ड 6मा चाहिँ म मौली गाउँ गएको भिडियो भ्लग चाहिँ मैले अपलोड गरेको होइन। अहिले तपाईँको 11:30 नागिसक्यो हो, अहिलेसम्म पनि अपलोड भएको छैन। यति साह्रो दिमाग खराब हुन्छ कि के भएको आजकलको इन्टरनेट नि किन यति डरलाग्दो दुःख दिएको जस्तो लाग्छ नि। अन्त अस्तितिर त ड्याम हुन्थ्यो, अहिले त छैन। तपाईँ 2 दिन जस्तो लाग्छ एउटा भ्लग, मतलब चाहिँ 18-20 मिनट्सको हुन्छ नि भ्लग चाहिँ अपलोड गर्नु, त्यति टाइम लाग्छ हो। अन्त तपाईँलाई चाहिँ म कन्टिन्युस अपडेट दिनु मनपर्छ कि लङ भ्लग बनाएर, तर यस्तो हुन्छ नि अब आज भिडियो गरेँ होइन, हतपत हुँदैन। अब म एडिट त गरेर सक्छु, तर इन्टरनेट यस्तो घिनलाग्दो स्लो छ। यो के भएको छ है,
निकै भइसक्यो यो यस्तो भएको क्या अपलोडै हुँदैन म बिजोग भइसक्यो तपाईँहरूकोमा पनि त्यस्तो छ कि इन्टरनेटको प्रब्लम चाहिँ यहाँ मात्रै त्यस्तो हुनु थालेको छ हौ हेर्नु नि यो कुकुर चाहिँ अर्काको कि घरिघरि आउँछ कि यहाँ बुसमा उसलाई मजा लाग्दो रहेछ कि यो हाम्रो बुसमा ऊ गोद्दो रहेछ कि अन्त लडेर कराएको गर्छ आइपुग्छ एभ्री टाइम आइपुग्छ दिउँसो घाम लागेको बेला क्या अनि ऊ लडेर चाहिँ अन्त पुरा कराउँदै बस्यो हेर्नुहोस् ल ऊ यसो गर्छ नि यस मैले यहाँ मेरो लुगाहरू आलङ्दो सुकाइसकेँ हो कति छ निकै पो थियो त हेर्नुहोस् है निकै थियो नि हो पानी चाहिँ खिच्न पर्छ अहिले पानी रोकिरहेछ कि पानी मजाले हाम्रो झरोस् न त अहिले त केही छिटो ढुरी पनि पर्छ है फेरि लुगा फेरि ढुरी परेको चाहिँ कुकुरै गनाउँछ नि हौ नहुनाको कुकुरै गनाउँछ नि त सो त्यसले गर्दाखेरि चाहिँ सुक्नु चाहिँ कम्पलसरी नै छ क्या अब भन्दा अघि टकी नुहाएको लुगा चाहिँ बिर्सेछु नि त्यो मैले धुनु क्या अब ओस् धुन्दिनँ लुगा लगाइरहेको छु कि बेलुका आएर सिधै धुन्छु यहाँ मेरो सामान ज्याकेटहरू टिपेर लानुपर्ने छ रुममा ओके सो तात्यो 1 बज्यो त हौ गाइस कहिले निक्लिनु 1 बज्नु आँटेको छ हामीले हिजोको टाइममा जानुपर्छ भनेर 11:30मा नि भन्दा आज हानम नै ढिलो भयो एउटा यो अब चाहिँ एक नाङ्गिसकेर फाइनली हिँड्दैछ है त्यस्तो हो भने त म त माथि गएको भए हुन्थ्यो रहेछ नि आज अफिस म त बिहानै हिँड्छ भनेर चाहिँ त्यतिकै गएन कि यस्तो हुने भए त म हाफ दिन भए पनि बसेर आउँथेँ नि जो होता है अच्छे के लिए होता है भयो आज त मैले गेटअपै देखाउनु बिर्सेँ सुन यता छ देख्दैन क्या मुनि त यसको त ए तेरेका यहाँ युजली देख्दै थिएँ ल रहेछ देख्दैछ आया जानु पर्यो भित्र So this is my full get up for today's work. अरू त के होइन कि मलाई त यहाँ पुरा प्रेसर हाई भइरहेछ कि यो भिडियो अपलोड नभएर अब चाहिँ म हिँडेको छाता बोक्दिनँ आनमको छाता छ त्यही नै भएर हेर्छु आनमसँगै Beautiful diamond in the sky. आज एकदमै कम्फर्टेबल मेरो छ किट्टु So finally guys खोला देख्नु पायो अब अझै यो पछाडि देख्दै गर्नु भएको चाहिँ यही फिल्ड विथ हाम्रो चाइल्डहुड मेमोरिज है हामी चाहिँ यही खोला यता माथि छ है यही खेलेर हुर्किएको स्विमिङ सिकेको यही है सो बचपनको सबै मेमोरिज चाहिँ यो जग्गामा छ हाम्रो है यहाँबाट बज्री निकालेको छौँ हामीले होइन थुप्रो छ घर त्यो किचन बनाउनु लागि बज्रीहरू यहाँदेखि निकालेको होइन यता माथि हामीले पौडी बनाएर खेल्थ्यौँ हामी गाउँको सबै केटाकेटीहरू अब अहिले त त्यस्तो छैन है सबैजना ठुलो भइसक्यो आफ्नो अहिले केटाकेटी पौडी खेल्ने पनि होइन हामीहरू चाहिँ पहिला त्यसरी खेल्थ्यौँ है अन्त त्यतिकै बडी पनि हामी चाहिँ हेल्दी भएको क्या किनकि स्विमिङ चाहिँ एकदमै एक्सर्साइज राम्रो हुन्छ नि त स्विमिङको चाहिँ स्विमिङ गर्दाखेरि सो त्यति बेला चाहिँ एकदमै त्यस्तो टाइम थियो अहिले फिलहाल अब त्यस्तो हुँदैन होइन अन्त यो खोला देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ नि अहिले त अब यो रेनी सिजनमा मात्रै बढ्छ नभए यो खोला बढ्दैन सुकिरहेको हुन्छ अन्त सुकिरहेको बेला चाहिँ मलाई मन पर्दैन नि न पहिलातिर चाहिँ अब यो एभ्री 20 मतलब
12 मन्थ्समा पानी हुन्थ्यो भने है रेनी सिजनमा झन् बेसी हुन्थ्यो अब अहिले त खालि रेनी सिजनमा मात्रै आउँछ यो पानी हो अन्त चाहिँ अब कोही कोही बेला रेनी सिजनमा यसरी 2-3 महिना यसरी देख्नु पाउँदा पनि एकदमै खुसी लाग्छ नि त सो आजदेखि चाहिँ आउनु थाल्यो क्या यो पानी फ्रम टुडे यो आजदेखि आउनु थालेको रेकर्ड गरिदिइहालेको यो सिजनको यहाँ हाम्रो खोलाको पानी हो अब चाहिँ म गएको त्यसो भन्नु म त आजको आमालाई लान्थेँ नि के र त यहाँ बल्ल बल्ल आनुमा आइपुगिसक्नु भएको छ है पानी पनि पर्नु थाल्यो ल आनुमले आज रुङ्गाएर चाहिँ हामीलाई 2 बजायो ल भन्दा पनि पसेको म त जेम्सको बन पानी पनि पर्नु थाल्यो ल अब चाहिँ ल 2 पनि बजिसक्यो हो यहाँ आमाहरू डिस्पेन्सरी लगेर गएको रहेछ नि त न्यू बोर्न बेबिजको मम्मीहरू भनिदिनुहोस् न अब हामी 3 जना चाहिँ लागिरहेको छौँ दाजु बहिनीहरू है अटेन्डेन्स दिनु लागि आजको अन्त कहाँ गइरहेको छ भने घेरेथाङ है सो घेरेथाङ हामी बजारमा कोही अलिक छेउछेउमै हो सो गइरहेको छौँ अन्त हिँडिसकेको छौँ अहिले फिलहाल चाहिँ दोस्ताङ पुग्न आँट्यो बाटो चाहिँ यस्तो हुनुपर्छ है ल हाम्रोतिर पनि बाटो चिल्लो बनाइदिनुहोस् न बिचोक पैसा क्या हो न छल्ल छिटो पुगे नि हो घेरेथाङ त ल प्लिज छिटो बनाइदिनुहोस् है हुँदैन यो कसो गाडी बगी गयो यहाँ अस्ति हामी मनसुलङ जाने यो चाहिँ नि त्यहाँ बिचमा खोल्छ नि यो चाहिँ यत्रो बढी गएको रहेछ ओ माइ गॉड हामीहरू चाहिँ यहाँ घेरथाङ आइपुगिसकेको छौँ अन्त खासमा आज चाहिँ आमाहरू पनि आउँछु भन्नुहुँदै थियो नि त म चाहिँ सोचेँ हिजोकै टिम हुने रहेछ टाइट हुने रहेछ हो अन्त त्यही माथि म त म्याडम सुमती म्याडम पनि जान्छ भनेर थियो नि त कुरा अन्त जब टाइट हुन्छ छोडिदिनु आज नजानु भने कि लास्टमा त फेरि सबैजना क्यान्सल भएको यो त्यो माथि 2 बजी गएको थिएँ घरदेखि 2 बजी कहाँ निक्लिनु घर फर्किने टाइममा अन्त त्यो भनेर चाहिँ लिएर आइन अब कुनै दिन आमा घेरथाङ घुम्छु भन्दै थियो कि कुनै दिन लिएर आउँछु अन्त चाहिँ अब हामीहरू चाहिँ यहाँ पुगिहाल्यौँ पानी पनि पर्नु आँटेको छ दिन त्यस्तै हो बेलुका भएपछि र उपरान्त के हुने रहेछ अन्तिमसम्म जोडिनुहोस् होला यहाँ रहेछ नि त ओके जग्गामा पनि गाडी छिरेन नि त त्यसको भाँचे हामीहरू चाहिँ यहाँ आइपुगे यहीँ हो रहेछ दाजुहरू भएको जग्गामा होला हेर्नु परेछ सबैजना निक्लिआउँदैछ हामी चाहिँ अन्तिममा गएको है त्यो यता तल पनि गाउँ रहेछ मलाई थाहा थिएन है हानुम उछुला गाउँ यहाँ भरे उछु तल त्यही त मलाई याद छैन के भन्छ आमामा यो खोर्सानी हो यो आमा कस्तो मजाले रोप्यो चाहिँ हाउ क्युट ल यहाँ चाहिँ पानी पऱ्यो कि हिँड्दै बेसी चाहिँ नपर्दै छेत्तेरिका अब यति बेला बाटो सुबा छिन्छु अनि त खोजौँ न उयोबाट त होला नि
डल्ले हेर्नुहोस् न यो घेराथाङमा आमै यसरी रोप्नु पर्ने रहेछ डल्लेहरू चाहिँ होइन निकै मेहनत रहेछ नि वा मेहनत रे काम दो यहाँ पनि मकै हाम्रो भन्दा चाहिँ छोटै रहेछ मकै त यहाँ रहेछ नि हामी मरौको यहाँ आइरहेछ नि त मरौको यता तल तामाताम रहेछ नि त हामीहरू चाहिँ मरौ घरदेखि चाहिँ अब फर्केको हो अन्त त्यहाँ त भ्लग गर्नु मिल्दैन अप्ठ्यारो हुन्छ पुरा मान्छे थियो कि अप्ठ्यारो लागेर मैले गरेन सो अब हामीहरू चाहिँ निक्लेर उकालो हिँडिरहेछौँ मजाले खुवाइ भयो चाउमिन मैले चाहिँ चाउमिन खाएँ हो अनुमले ममम खायो अनुम तपाईँले के खायो ममम खानुभएछ मैले त जुलाबी जुलाबी खायो जलेबी अनि जुलाबी जुलाबी हामी चाहिँ अघि उल्टा रास्ता आएछ कि हानुमले अन्त परको चाहिँ परदेखि अघि अर्काको खोर्सानीको बोटहरू सबै देखाउँदै आयो अब चाहिँ हामी सिधै माथि बाटो निक्लिने हो फाइनली आइपुग्यो म चाहिँ बाटो एक प्राण गयो नि हो हानुम टुवा 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 भत्दैछ गाडी घुमाउँदो रहेछ अलिकति छिटै रहेछ यो बाटो चाहिँ अघिको हामी आएको भन्दा चाहिँ नि यो चाहिँ ठर्रै उकालो आउनु पर्ने रहेछ नि त सेरी अघि चाहिँ घुम्ती पुरा थियो ल आनु छिटो सक्छ लु आइपुग्नु आँट्यो यता साह्रै ठाडो उकालो आएन ठर्रै उकालो रहेछ नि त फामरुङ फल चाहिँ यो है आम्मा अब चाहिँ देख्यो नि त एक्चुअल जाउँ हानु थ्याङ्क यू आरिबो म फाम यहाँ पछाडि चाहिँ फामरुङ फल्स यो चाहिँ घेराथाङ जिपिओमा पर्छ है के भन्छ क्षेत्र पर्यो तपाईँको योक्सम टासिडिङ डिस्ट्रिक्ट गेल्जिङ है यो ब्युटिफुल यो फामरुङ है हामी चाहिँ यहाँ घेराथाङ गएको बेला चाहिँ है यसो नजारा देख्यो कि अन्त तपाईँलाई पनि सेयर गरिदिएको मेरो यो भ्लगको यहाँ के भन्छ आजको भिडियोग्राफर चाहिँ ल त सानो क्लिप सेयर गर्नु लागि तपाईँहरूलाई कि अन्त यहाँ भिडियो गरेको अहिले त जस्ट स्टार्टिङ मात्रै हो अझै रेनी सिजन आउँछ कि झन् ठुलो आउँछ नि हौ यो फर्स्ट त कस्तो गरम भयो ठिकै टाइममा चाहिँ माइक बोक्नु बिर्सिन्छु नि त अन्त यति बेला खास माइक बोकेर आउनु पनि चिच्याउनु पर्थेन नि त खोलाले सुन्दैन भनेर पुरा चिच्याएको छु मैले अन्त हामीहरू चाहिँ आइपुग्यो लिथाङ पानी पनि पर्नु थाल्यो अनि मलाई ड्रप गरिसक्यो यहाँ कसको कुरा फेरि भित्र हाल्नु हुने हो त पानी पनि पर्नु थाल्यो किन हानु सिन दोकानमा आउनुहोस् न मलाई खानु मन पर्यो मिमी हानुको दोकानमा आउँछु ए हाम्रो यो सानो मिनी सुपर मार्केट यहाँ हेर्नु नि रुङ्गिएको बिस्किट बेहोरा त नि यिनीहरूको अब एकजना उपर लेजी पिङ्की सबै यहाँ आइज तिमी यहाँ कति गुड गर्लहरू कस्तो त खेदाएको हेर्नु नि आउनु 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 हुँदैन बिस्किट खाए पल्केछ नो नो पर जा अहिले हेर्नु ल
ओइ पर जाई जान्दिनै म त जान्दिनै नआइज है पर जाई अहिले मार्छ मलाई घरमा चारजना कुकुर ल्यायो भने त त्यसै त आमा कम्ती रिसाउँदैन कि खालि हगिदिन्छ पारीतिर भन्छन् न अहिले म आयो हेर्नु न गाइस म चाहिँ अब यही आइपुगेँ है घर आइपुगेँ अन्त आजको एकदमै मेरो दिनभरिको भ्लग चाहिँ यति नै छ है सबै कुरा तपाईँहरूलाई सेयर गरिदिइसकेको छु अनि एकदमै तपाईँले हेरेर इन्जोय गरिदिनु भएको छ भनेर चाहिँ आशा गरेको छु है अनि तपाईँलाई यो मेरो भ्लग मन पऱ्यो भने काइन्डली सेयर गरिदिनुहोस् होला लाइक सब्सक्राइब अनि मेरो च्यानललाई धेरै धेरै माया दिइदिनुहोस् होला र त्यति भन्दै सी यु इन द नेक्स्ट भ्लग टेक केयर अफ योर सेल्फ एन्ड टक टु यु अगेन बाई